मत पन्थ सम्प्रदायमा जहाँ गए पनि हाम्रो पहिचान भनेको कान छेड्ने। अब यहाँबाट फुस्किएको एउटा छिद्रोले उनीहरूको सुन्नत गर्ने हुन्छ मुसलमानको, त्यहाँबाट पनि फुस्किएको अर्को छिद्रले घाँटीमा पासो लगाउने, टाई बान्ने, अनि दुईपट्टि टाँगेको क्रुस झुन्डाउने, अनि अझ त्यसबाट झरेको। तर आदि मानवको चाहिँ परम्परा अब मुसलमानभन्दा पहिला, इसाईभन्दा पहिला त हाम्रो त सनातन हो नि है। अनि यहाँको झै झगडाले उनीहरू भएपछि मतपन्थ बसे र आदिमा चाहिँ हाम्रो ओमकार वैदिक सनातनमा अनि यो नाथ अनाथलाई नाथ बनाएर अनि साधनामा जाने पद्धति हो। यो योग भनेको पहेँलो लुगा होइन। योग भनेको जीवले शिवसँगलाई ईश्वर के हो भनेर अन्तर खोज गर्ने बाटोको निमित्त अनि कर्णवेद अथवा शब्दवेद मात्रै हो। आज कर्णवेद गर्नु पर्दैन, छेड्या छन् कान त। तर प्रक्रिया पुर्याएर वैदिक कर्म गर्नको लागि अनाथले गर्नु भएन, सनाथ आफ्नो कर्म पुर्याउने मात्रै हो। यो सबैले गर्नुपर्ने थियो अघि है। अनि